एउटी यस्ती रानी जो न हिँड्न सक्छिन्, न आफ्नै हातले खाना खान सक्छिन्, न त आफ्नो ठाउँबाट हल्लिन नै सक्छिन्। तैपनि हजारौं सेविकाहरू दिनरात उनको सेवामा तल्लीन रहन्छन्, उनलाई खाना खुवाउँछन् र उनको मालिस गर्छन्। तर जुन दिन यी रानीले एउटा सानो गल्ती गर्छिन्, तिनै सेविकाहरूले उनलाई खाना दिन बन्द गरिदिन्छन् र उनलाई भोकभोकै तडपी मर्नका लागि छोडिदिन्छन्। मरेपछि उनको शरीरलाई पनि चाटेर खाइदिन्छन्। यो कुनै फिल्मको कथा होइन, यो कथा हो धमिराको रानीको, जो यस धरतीमा सबैभन्दा धेरै अण्डा दिने जीव र सबैभन्दा लामो आयु बाँच्ने किरा पनि हो। आउनुहोस् जानौं यी रानीको जीवनको त्यो रहस्य जसलाई सुनेर तपाईँ अचम्ममा पर्नुहुनेछ। सबैभन्दा पहिले यो जान्नुहोस् कि कुनै पनि धमिरा जन्मिने बित्तिकै रानी बन्दैन। रानी बन्नका लागि एउटा लामो यात्रा तय गर्नुपर्छ। हरेक वर्ष वर्षाको मौसममा धमिराको कोलोनी गोलोबाट हजारौं पखेटा भएका धमिराहरू बाहिर निस्कन्छन्, जसलाई अलेट्स भनिन्छ। यिनीहरू हावामा उड्छन् र यही उडानकै क्रममा भाले र पोथीको जोडी बन्छ। उडानपछि उनीहरूले आफ्ना पखेटाहरू चुडालेर फ्याँकिदिन्छन्, किनकि अब उनीहरूले कहिले उड्नु पर्दैन। त्यसपछि यो जोडीले जमिनभित्र एउटा सानो कोठा खन्छ र आफूलाई भित्र बन्द गर्छ। यहीँबाट सुरु हुन्छ एउटा नयाँ कोलोनीको सुरुवात। पोथी रानी बन्छिन् र भाले राजा बन्छ। सबैभन्दा अचम्मको कुरा त के छ भने यो राजा जीवनभर रानीसँगै त्यही कोठामा रहन्छ। सुरुमा रानी सामान्य धमिरा जस्तै सानो र पातली देखिन्छिन्, तर रोचक कुरा के छ भने उनको टाउको र खुट्टा पहिलेकै आकारका रहन्छन्, तर शरीर भने यति ठूलो भइदिन्छ कि साना खुट्टाहरूले जमिनसम्म छुन पनि सक्दैनन्। रानी हल्लिन समेत सक्दिनन्। उनको छाला पनि पातलो र पारदर्शी हुन्छ। अब सुरु हुन्छ अण्डाको धमाका। एउटा वयस्क रानी धमिराले हरेक दिन 20,000 देखि 30,000 सम्म अण्डा दिन्छिन्। अफ्रिकाका केही प्रजातिमा त यो संख्या 40,000 सम्म पुग्छ। हिसाब गर्ने हो भने आफ्नो पूरा जीवनकालमा एउटा रानीले 10 करोड भन्दा बढी अण्डा दिन सक्छिन्। यो यस धरतीमा कुनै पनि जीवको सबैभन्दा बढी प्रजनन क्षमता हो। अब यति धेरै अण्डा दिने रानीलाई सहयोग कसले गर्छ? यसको जवाफ हो वर्कर कामदार धमिरा, जसले रानीको सेविकाको रूपमा काम गर्छन्। यी कामदार धमिराहरू रानीको वरिपरि 24 घण्टा तैनाथ रहन्छन्। यिनीहरूको काम रानीलाई खाना खुवाउनु हो, किनकि रानीको मुख यति सानो हुन्छ कि उनले आफै खान सक्दिनन्। कामदारहरूले पहिले काठ खान्छन्, त्यसलाई पचाउँछन् र पछि चपाइएको खाना रानीको मुखमा हालिदिन्छन्। यसबाहेक कामदारहरूले रानीको मालिस गर्छन्, उनको शरीर सफा राख्छन् र रानीले दिएका अण्डाहरूलाई उठाएर नर्सरीसम्म लैजान्छन्, जहाँ उनीहरूको हेरचाह हुन्छ। जबसम्म रानीको फेरोमोन, एक प्रकारको रसायन सक्रिय रहन्छ, तबसम्म अर्को कोही रानी बन्न सक्दैन। रानीले आफ्नो केमिस्ट्रीले पूरा कोलोनीमा एउटा लक लगाएकी हुन्छिन्। रानीका अण्डाहरूबाट निस्कने बच्चाहरूलाई निम्स भनिन्छ। यिनीहरू हेर्दा वयस्क धमिरा जस्तै तर साना र कलिला हुन्छन्। यहाँ एउटा चकित पार्ने कुरा छ, सुरुमा सबै बच्चाहरू एकै नासका हुन्छन्। कोही पनि जन्मजात कामदार वा सिपाही हुँदैनन्। त्यसो भए कसले तय गर्छ कि को कामदार बन्ने, को सिपाही र को अर्को रानी? यसको जवाफ हो खाना। जुन बच्चालाई जस्तो खुराक दिइन्छ ऊ त्यही बन्छ। सामान्य खाना पाए कामदार, अलि फरक खाना पाए सिपाही, र यदि कुनै बच्चालाई विशेष भोजन र मालिस दिइयो भने ऊ भविष्यको रानी बन्छ। मतलब धमिराको संसारमा तपाईको भाग्य जन्मले होइन, तपाईको खानपानले तय गर्छ। अब आउँछ यस कथाको सबैभन्दा खतरनाक पक्ष। विज्ञानका अनुसार रानी धमिरा 25 देखि 50 वर्षसम्म बाँच्न सक्छिन्। यो कुनै पनि किराको सबैभन्दा लामो आयु हो। उनी चिम्पान्जी भन्दा पनि बढी बाँच्छिन्। तर जब उनी बुढी हुन्छिन् र अण्डा दिने क्षमता कम हुँदै जान्छ, तब उनीबाट निस्कने फेरोमोन पनि कम हुन थाल्छ। यो नै उनको सबैभन्दा ठूलो गल्ती वा कमजोरी साबित हुन्छ। जुनै दिन कामदार धमिराहरूलाई रानीले अण्डा दिन कम गरेको थाहा हुन्छ, उनीहरूले रानीलाई खाना खुवाउन बन्द गरिदिन्छन्। रानी त्यही पल्टिरहन्छिन्, भोकले तडपिन्छिन्, कमजोर हुँदै जान्छिन् र केही दिनमा उनको मृत्यु हुन्छ। मरेपछि कामदारहरू रानीको शरीरको वरिपरि भेला हुन्छन् र उनको शरीरबाट निस्कने पोषक तत्त्व र बोसोलाई चाटेर खाइदिन्छन्। जसको जीवनभर सेवा गरे उनैलाई मरेपछि खाइदिन्छन्। तर कहानी यहाँ सकिँदैन। पुरानो रानी मर्ने बित्तिकै उनको फेरोमोन हराउँछ र अरूलाई रानी बन्नबाट रोक्ने त्यो लक टुट्छ।
त्यसपछि कोलोनीबाट एउटा तन्दुरुस्त बच्चालाई छानेर उसलाई विशेष भोजन र मालिस दिइन्छ र केही समयमै ऊ नयाँ रानी बन्छिन्। अण्डा दिने काम फेरि सुरु हुन्छ, कोलोनी फेरि चल्न थाल्छ। केही धमिराका प्रजातिमा त एकैसाथ धेरै नयाँ रानीहरू पनि बन्छन्। धमिराको रानी बिना लाखौं धमिराको कोलोनी एक दिन पनि चल्न सक्दैन। जबसम्म रानी काम लाग्छिन् तबसम्म उनी भगवान हुन्। जुन दिन काम गर्न सक्दिनन् त्यही दिन उनी फोहोर हुन्। यो सुन्दा निर्दयी लागे पनि प्रकृतिको सबैभन्दा कठोर नियम यही हो।